आन्दोलनको क्रममा घुसपैठ भयो, त्यहाँ चाहिँ अपराधिक तत्त्वहरूले प्रवेश पाएर क्षति गरे, तर त्यसलाई राज्यले सम्बोधन गरेको छैन। 380 जनालाई पक्राउ गरेको छ, 150 जनालाई मुद्दाहरू चलेका छन्, विभिन्न मुद्दाहरू चलेका छन्। अपराधिक उपद्रव, अभद्र व्यवहार, हतियार देखाइ तर्साउने लगायतको हात हतियार खर्जना, डाका चोरी तथा आपराधिक उपद्रव समेत यी खालका मुद्दाहरू चलेका छन्। त्यसकारणले कानुनी राज्यको बहाली भइसकेको छ। यसमा नेपाल सरकार प्रतिबद्ध छ। हतियारको विषयवस्तु पनि छ। हतियारहरू हामीले 710 वटा हतियार रिकभर गरिसकेका छौँ। बाहिर कति छन् भन्ने कुरा मेरो यो सुरक्षा सम्बन्धी संवेदनशीलताको कारणले मैले संख्या विषयवस्तु यहाँको अनुभव सुन्ने र त्यसलाई ग्रहण गर्ने र गृहमन्त्रीको हैसियतले त्यसलाई सम्बोधन गर्ने, मेरो आफ्नो ठाउँबाट सम्बोधन गर्ने मेरो मुख्य मेरो अपेक्षा थियो र मैले विषयवस्तुहरूलाई राम्रोसँग सुनेर ग्रहण गरेको छु। खास गरेर यो पछिल्लो भदौ 23 र 24 को घटनापछि जेनजी आन्दोलन, जेनजी पुस्ताको आन्दोलन, जेनजी विद्रोह पनि यसलाई भनिएको छ। त्यसपछिको अवस्थामा अन्तरिम सरकार गठन भयो। अन्तरिम सरकार गठन हुनु नै स्थितिको सामान्यकरणको पहिलो त्यो उपाय त्यो थियो। हामीले 23 र 24 गतेको घटनालाई स्मरण गर्दाखेरि त्यो दिन धेरै नै असामान्य अवस्था थियो। हामीले विचार गर्दै जाँदाखेरि त्यो त हामीले एउटा राष्ट्रिय सुरक्षा सङ्कटको हामी नजिक पुगिसकेको अवस्था रहेछ भन्ने हामीले महसुस पनि गर्यौँ। र सरकार एउटा नागरिक सरकार आउँदा बित्तिकै त्यो विद्रोह र आन्दोलन त्यतिखेर रोकियो र त्यतिखेरको उद्देश्य के थियो भने तत्काल यस्तो खालको यो आन्दोलन, यो हिंसात्मक आन्दोलन अथवा विद्रोह चाहिँ अगाडि नबढोस्, विध्वंस चाहिँ अगाडि नबढोस्, जनधनको क्षति अगाडि थप चाहिँ नहोस् भन्ने पहिलो प्राथमिकता, सर्वोच्च प्राथमिकता नै त्यही थियो। सिंह सरकारले सुरुमा त्यसैमै काम गरेको, तत्काल चाहिँ रक्तपात नहोस्, धनजनको क्षति नहोस्, होस्टिलिटी चाहिँ कन्टिन्यू नहोस्। त्यतिखेर एक किसिमको होस्टिलिटी त्यो एनी टाइम त्यो चाहिँ रिपिट हुन सक्छ भन्ने थियो। रिटालिएसनमा जान्छ कि रिभेन्जमा जान्छ कि भन्ने परिस्थिति थियो। त्यसकारणले हामीले सुरुको अवस्थामा शान्तिको लागि अपिल गरेको हो। यो सरकारले एउटा अभिभावककै भूमिका खेलेको हो। त्यतिखेरदेखि नै त्यही अपेक्षा थियो। राज्य संयन्त्र अन्तर्गतका व्यक्तित्वहरूको पनि त्यही नै अपेक्षा थियो र यता नागरिकको तर्फबाट पनि त्यही नै थियो। एउटा अभिभावक सरकारको अपेक्षा थियो। प्रधानमन्त्रीजी एउटा अभिभावकको रूपमा आउनुभयो। उहाँ एउटा अभिभावकको रूपमा आउनुहुन्छ अरे भन्ने त्यो सन्देश जाँदा बित्तिकै होस्टिलिटी धेरै काम डाउन भएको थियो र यो सरकारको मूल स्पिरिट यसको चाहिँ त्यही नै हो। हामीले त्यसै अन्तर्गत रहेर काम गरिरहेका छौँ। एउटा गृहमन्त्रीको हैसियतले मैले पनि गरिरहेको काम त्यही नै हो र हामीले आजसम्मको अवस्थालाई हेर्दाखेरि स्थितिलाई सामान्यकरण गर्नेमा हामी धेरै हदसम्म सफल भएका छौँ। होस्टिलिटीलाई हामीले न्यूनीकरण गर्दै गर्दै अहिले तत्काललाई त्यो होस्टिलिटीको सम्भावना नहुन सक्ने बिन्दुमा नै हामी आइपुगेका छौँ। छिटफुट त्यस्तो छ भने पनि त्यसलाई हामीले तत्काल हामीले डिटेक्ट गर्छौँ र प्रिभेन्ट गर्छौँ भन्ने चाहिँ यो म गृहमन्त्रीको हैसियतले म भन्न चाहन्छु। र स्थिति सामान्यकरण भइसकेपछि रुल अफ ल चाहिँ प्रिभेल गर्नुपर्छ। फेरि पनि 23 र 24 को घटनापछि कानुनी राज्यविहीनताको अवस्था थियो। जे पनि हुन सक्ने, राज्यले रेस्पोन्ड गर्न नसकिने अवस्था सुरक्षाको हिसाबले, त्यस्तो अवस्थाबाट हामी अहिले चाहिँ कानुनी राज्यको अवस्थामा चाहिँ आइपुगेका छौँ। त्यसकारण यसलाई हामीले कुनै पनि हिसाबले अर्को भाष्य बन्न दिनु हुँदैन। किन भन्दा हाम्रो मनोबल घट्छ यसबाट।
हामी नेपालको नागरिक हो, हामीले जे छ एउटा म कानुनकर्मी र एउटा अहिले जिम्मेवारीमा रहेको हिसाबले कानुनी राज्यको जगेर्ना गर्ने मेरो दायित्व छ, त्यसमा भूमिका खेल्ने मेरो दायित्व छ। मलाई चाहिँ जगेर्ना भन्ने शब्द बढी मनपर्छ र त्यसै गरेर अर्थतन्त्रको जगेर्ना गर्ने दायित्व यहाँहरूसँग छ, यहाँहरूसँग त्यो भूमिका छ। हामी एकअर्काका परिपूरक हौँ। अर्थतन्त्रको जगेर्ना भएन भने पनि कानुनी राज्यको जगेर्ना हुन सक्दैन, कानुनी राज्यको जगेर्ना भएन भने पनि अर्थतन्त्रको जगेर्ना हुन सक्दैन। जगेर्ना मैले यस अर्थमा भनिरहेको छु कि यो कहीँ चाहिँ हामीले आउटसोर्सिङ गर्ने विषयवस्तु होइन। हाम्रो आफ्नो मौलिकता, मौलिक धरातलमा जे छौँ, जति छौँ, हामीलाई जे चिज हामीलाई क्षति भयो, क्षति भइसकेपछि पनि केही बचेको छ, हाम्रो मौलिकता, हाम्रा संयन्त्रहरू, हाम्रो कानुन, हाम्रो अर्थतन्त्र बचेको छ, त्यसैलाई जगेर्ना गरेर अगाडि बढ्ने मेरो आफ्नो विचार र दर्शन यही नै हो। र अहिले कानुनी राज्यको बहाली हुने क्रममा पनि हामीले थप, अघि कार्यक्रमको अध्यक्षज्यूले पनि भन्नुभयो, हामीले अहिले बोध गरेका छौँ कि अर्थतन्त्रको आधारशिलाहरू चाहिँ बलियो बनाउनुपर्छ र यसका एक्टरहरूलाई हामीले सुरक्षा दिनुपर्छ। त्यसको लागि चाहिँ हामीले निरन्तर संवादमा रहने, कुराहरू सुन्ने र रेस्पोन्ड गर्ने त्यो काम हामीले गरिरहेका छौँ। हाम्रो जिल्ला स्थित सुरक्षा संयन्त्रहरूले पनि अब यो कुरालाई पहिलाको भन्दा फरक ढङ्गले हेर्छन्। हामी थप रचनात्मक भएर अगाडि बढ्छौँ भन्ने कुराको म प्रत्याभूति दिन चाहन्छु। र अहिले खास गरेर यहाँ अहिले केही कुराहरू अलि बढाइ चढाइ पनि भयो बिचमा। स्थिति सामान्यकरण गर्ने क्रममा केही कुराहरू एक दुई दिन होल्ड गर्दै अगाडि बढ्दै, केही कुराहरू कानुनको यान्त्रिक प्रयोगभन्दा पनि परिस्थितिलाई काबुमा ल्याउँदै त्यसपछि कानुन कार्यान्वयन गर्दै हामीले त्यो चरणबाट हामी अगाडि बढेका थियौँ। त्यसलाई चाहिँ फरक अर्थमा पनि कतिपयले लगाउनु भयो, त्यो थिएन। वास्तवमा हामीले स्थिति सामान्यकरण भएपछि कानुन कार्यान्वयन हुन्छ भन्ने कुरा अन्तर्निहित कुरा नै थियो। त्यो अहिले प्रकट भइसकेको छ। यहाँ अहिले उजुरी लिएन, मुद्दा चलेन भन्ने कुराहरू अहिले छैन। यहाँहरूले थाहा पनि पाउनु भएको छ पत्र पत्रिकाबाट कि यहाँहरूको जुन चाहिँ क्षति भयो, कतिपय 211वटा चाहिँ व्यापारिक निजी भवन पूर्ण रूपमा क्षति भएको र 427 आंशिक रूपमा क्षति भएको भन्ने जुन डेटा छ। आन्दोलनको क्रममा घुसपैठ भयो, त्यहाँ चाहिँ आपराधिक तत्त्वहरूले प्रवेश पाएर क्षति गरे, तर त्यसलाई राज्यले सम्बोधन गरेको छैन। 380 जनालाई पक्राउ गरेको छ, 150 जनालाई मुद्दाहरू चलेका छन्, विभिन्न मुद्दाहरू चलेका छन्। आपराधिक उपद्रव, अभद्र व्यवहार, हतियार देखाइ, तर्साउने लगायतको हात हतियार खर्जना, ढाका चोरी तथा आपराधिक उपद्रव समेत यी खालका मुद्दाहरू चलेका छन्। त्यसकारणले कानुनी राज्यको बहाली भइसकेको छ। यसमा नेपाल सरकार प्रतिबद्ध छ र उद्योगी व्यवसायहरूको सुरक्षा दिन्छ। सरकारले सुरक्षा अझ पहिलाभन्दा अझ रचनात्मक हिसाबले दिन्छ। अब सुशासन दिँदा बित्तिकै धेरै कुराको सुरक्षाको प्रतिबद्धता हुन्छ। सुशासन भन्नु नै त्यसमा रुल अफ लको बहाली हो। त्यहाँ सुरक्षा पनि त्यसैबाट आउँछ, आत्मसम्मान पनि आउँछ, सबै चिज आउँछ, डिग्निटी पनि दिन्छ सरकारले। हामी त्यो दिन्छौँ। यहाँहरूले पनि सुशासनको मामिलामा अब थप फरक ढङ्गले हेरिदिनु होला, पहिला जस्तो होइन। कुनै पनि यो चाहिँ नेतालाई रिजाउनु पर्ने, मन्त्रीलाई रिजाउनु पर्ने अवस्था छैन। यति कुराको चाहिँ मनोबल उकास्ने कुरा प्रारम्भ बिन्दु यसलाई पनि एउटा मानिदिनु पर्ला। किन भन्दा पहिलाका मन्त्रीहरूको के ढङ्ग थियो, अहिलेका मन्त्रीहरूको के ढङ्ग छ। मन्त्री ठिक भइसकेपछि हामी मातहतको संयन्त्रले कसरी रेस्पोन्स गरिरहेछ अहिले, यो कुराको पनि उचित मूल्याङ्कन गरिदिनु होला। यसलाई बरु चाहिँ यहाँहरूले थप चाहिँ बढावा दिनु होला, यसको पनि जगेर्ना गरिदिनु होला। हामीमा केही राम्रा गुणहरू, सद्गुणहरू अहिले देख्नु भएको छ भने यस्तो हुनु पर्यो, रोल मोडेल सरकार यस्तो हो, अथवा यो भूमिका चाहिँ उचित छ, यसलाई चाहिँ बढावा दिनु भनेर भनिदिनु पनि पर्यो। किन भन्दा कतिपय विद्रोहको चाहिँ कारण, अन्तर्निहित कारण चाहिँ सुशासन थिएन। यो पछिल्लो जेनजी पुस्ताले गरेको आन्दोलनको यसको चाहिँ मूल कारण भनेकै सुशासन नहुनु, कुशासन हुनु। कुशासन कसले गरेको थियो भन्ने कुरा यहाँहरूलाई पनि थाहा नै छ।
कतिपय हिसाबले प्रत्यक्ष अप्रत्यक्ष हामी कसैले त्यसमा केही थियो भने पनि अब त्यसलाई हामीले करेक्सन गर्नुपर्ने अवस्था छ। किन भन्दा सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठुलो मेसेज अहिले दिएको छ र त्यो धेरै भयावह हुन्छ। त्यो भयावह खालि एउटा सत्ता परिवर्तनको सत्ता पलटको मात्रै अवस्था होइन कि राष्ट्रिय सुरक्षा सङ्कटै निम्तिन सक्छ भन्ने तहको चाहिँ विद्रोहको कुराहरू अहिले हामीले देख्यौँ। त्यस कारणले यी कुराहरूलाई हामीले मनन गर्नुपर्छ भन्ने लाग्छ। अब हतियारको विषयवस्तु पनि छ। हतियारहरू हामीले 710वटा हतियार रिकभर गरिसकेका छौँ। बाहिर कति छन् भन्ने कुरा मेरो यो सुरक्षा सम्बन्धी संवेदनशीलताको कारणले मैले सङ्ख्या